प्रधानाध्यापक सक्षम भए भने विद्यालयको शिक्षक कर्मचारी सबैलाई समेट्दै सबैलाई सक्षम बनाउँदै एउटा विद्यालयलाई उत्कृष्टतातर्फ डोर्याउन सक्नुहुन्छ। यहाँ त के छ भने तपाईँ समाजमा हेर्नुहोस्, आफू राम्रो गर्न नसक्ने र राम्रो गर्नेलाई कसरी चाहिँ ढाल्न सकिन्छ, कसरी डढाउन सकिन्छ, राम्रो गर्नबाट कसरी रोक्न सकिन्छ भन्ने एउटा टिम हुन्छ हरेक ठाउँमा। र अहिले त के छ भने विकास भनेपछि सडक नाला र गाउँ गाउँमा गेट निर्माण भनेर बुझाइ छ अहिलेको प्राय जनप्रतिनिधिहरूको। शिक्षा भन्ने कुरा चाहिँ कति बुझ्नु भएको छ र के अवस्थामा छ, के गर्न सकिन्छ त्यो भएन। म त के भन्छु भने ठिक छ, बजेट नपुग्ला, तपाईँ व्यवस्थापन गर्न सक्नुहुन्छ, गर्नुहोस् न। बिजुलीको पैसा तिर्ने अब स्कुललाई त कुनै किसिमको चाहिँ स्रोतहरू छैन। बिजुलीको पैसा चाहिँ कहाँबाट तिर्छ के अरे भन्छ विद्यालयले, कुनै स्रोत छैन। तपाईँले त्यहाँ सधैँ चाहिँ मर्मत सम्मर्का कुराहरू हुन्छ, बिजुली बिग्रिरहेको हुन्छ, खानेपानी बिग्रिरहेको हुन्छ, त्यहाँ चाहिँ टोयलेट साफ गर्ने मान्छे चाहिएको छ, सरकारले त्यो दिएको छैन। तपाईँले स्विपर चाहिएको छ, सरकारले दिएको छैन। मिस्त्री चाहिएको छ, सरकारले दिएको छैन। स्कुलमा ठुलो सम्पत्ति छ, त्यहाँ नाइट गार्ड चाहिएको छ, सरकारले दिएको छैन। प्राइभेटको नाममा शुल्क किन लिने र किन दिने भनेपछि सबै बोर्डिङ स्कुललाई बन्द गर्ने अवस्था होइन। त्यहाँबाट पैसा लाग्नु हुँदैन, त्यहाँ पनि शुल्क लाग्नु हुँदैन। संविधानले भनेको छ कि त्यो सम्पूर्ण खर्च यदि लाग्छ भने सरकारले दिनु पर्यो। जति निशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ संविधानले भने सामुदायिकमा निशुल्क हुने र निजीमा गएपछि यही पैसा तिर्ने, त्यो रोक्न सक्नु पर्यो नि। त्यहाँ पनि निशुल्क गरिदिनु पर्यो नि त। एउटा जनचेतना जगाउँ। आजको मितिमा 150 रुपियाँ महिनाको 150 रुपियाँ महिनाको जस्तो सुकै कमजोर अवस्थाको अभिभावक हुनुहुन्छ भने 150 रुपियाँ आफ्नो बच्चा पढेको सामुदायिक विद्यालयमा तपाईँ दिनुहोस्। तपाईँको बच्चालाई पंखाको कमी हुँदैन, सरसफाइको कमी हुँदैन, तपाईँको बच्चाको खानेपानीको त्यहाँ समस्या रहँदैन, तपाईँको बच्चाको के अरे टोयलेटको त्यहाँ आवश्यकता कमी रहँदैन। यहाँसम्म कि शिक्षक नपुग भएको विद्यालयमा सरकारले देओस् नदेओस् तपाईँको 150 रुपियाँबाट त्यस विद्यालयको शिक्षक पनि हुन्छ। नमस्कार अनि स्वागत छ तमाम दर्शकहरूलाई। रेडियो सीमाञ्चल 95.1 मेगाहर्जको सीमाञ्चल बहसमा मनोज पटेल म उपस्थित भइसकेको छु र समसामयिक विषयमा आज पनि म चर्चा परिचर्चा गर्नेछु, छलफल गर्नेछु। र छलफलको लागि आज मसँग हुनुहुन्छ अतिथिको रूपमा प्रधानाध्यापक संघ जुन हालैमा गठन भएको छ त्यसको पर्सा जिल्ला अध्यक्ष र सिद्धार्थ माध्यमिक विद्यालयका विनोद मेहता भन्ने बित्तिकै शिक्षा क्षेत्रको एउटा चर्चित व्यक्तित्व हुनुहुन्छ र उहाँ पटक पटकमा चाहिँ चर्चामा आइरहनुहुन्छ, कहिले विवादमा पनि आइरहनुहुन्छ। किन यसरी हुन्छ यो तमाम विषयवस्तुमा पनि म उहाँसँग कुराकानी गर्ने चाहिँ आज जमर्को गरेको छु। सर्वप्रथम विनोद सरलाई म यो छलफलमा स्वागत गर्न चाहन्छु। सीमाञ्चल बहसमा यहाँलाई स्वागत छ। धन्यवाद। विनोद सरको समय यो कसरी बितिरहेको छ? भर्खरै आन्दोलन सकेर फर्किनु भएको छ तपाईँहरू जिल्लामा। अब त्यो आन्दोलन सकिएको कारण काम जुन गतिले पहिला हुनु पर्थ्यो, जति काम हुनु पर्थ्यो त्यो काम कहीँ न कहीँ अलिकता डिस्टर्ब भएको छ। त्यसले गर्दा त्यो काम चाहिँ जुन छुटेको थियो या कामहरू थुप्रिएका थियो त्यो कामले गर्दा अलिकता विद्यालयमा व्यस्तता बढी छ। विद्यालय समय र समयभन्दा बाहिरको समय पनि विद्यालयमा खटिखटी त्यो काम सक्याउने काममा लागिरहेछौँ। अब जस्तै कि अर्को कुरो पनि यो आन्दोलन सँगसँगै यहाँ पहिला अन्य विभिन्न शिक्षा सम्बद्ध सङ्घ सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो, पछिल्लो पटक यहाँ प्रधानाध्यापक सङ्घमा पनि आबद्ध हुनुहुन्छ। अहिले केन्द्रीय स्तरमै चाहिँ यो सङ्घलाई बलियो बनाउने प्रयासमा यहाँहरू लागिरहनु भएको छ। पर्सा जिल्लाको नेतृत्व यहाँ आफै गरिरहनु भएको छ। यो सङ्घको विषयमा पनि हाम्रा श्रोता, हाम्रा दर्शकहरूलाई, अहिले हामीलाई हेरिरहनु भएका सुनिरहेको दर्शकहरूलाई बताइदिनुहोस् न, यो प्रधानाध्यापक सङ्घ किन, यसको औचित्य के छ? अब यसलाई म एकदम संक्षिप्तमा बताउँछु। प्रधानाध्यापक सङ्घ भनेको अहिले पान भन्ने शब्दले परिचित छ र पानको पुरा रूप भनेको प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल भन्ने हो र नेपालीमा हामीले प्रधानाध्यापक सङ्घ भन्ने गरेका छौँ। अब तपाईँले भन्नुभयो शिक्षकका विभिन्न पेसागत संस्थाहरू छन्, विभिन्न दलसँग, राजनीतिक आस्थासँग जोडिएर विभिन्न संस्थाहरू खुलेका छन् र यो प्रधानाध्यापक सङ्घ भनेको एउटा त्योभन्दा फरक संस्था हो। फरक कुन मानेमा भने यो संस्था नन पोलिटिकल संस्था हो, नन युनियन संस्था हो र यो नन प्रफिटेबल र यसलाई साँच्चै भने कि एकदम
प्रोफेसनल संस्थाको रूपमा स्थापित भएको छ र यो कुनै राजनीतिक धारसँग नजोडिएकोले कुनै युनियन नभएकोले यो शुद्ध रूपमा प्रधानाध्यापक विद्यालयको एउटा ठूलो खम्बा हुन्, नेता हुन्। प्रधानाध्यापक सक्षम भए भने विद्यालयको शिक्षक कर्मचारी सबैलाई समेट्दै सबैलाई सक्षम बनाउँदै एउटा विद्यालयलाई उत्कृष्टतातर्फ डोर्याउन सक्नुहुन्छ भन्ने उद्देश्यका साथ प्रधानाध्यापकलाई एडुकेट गर्नको लागि, प्रधानाध्यापकलाई इम्पावर गर्नको लागि, प्रधानाध्यापकलाई एक्सेल गर्नको लागि यो एउटा चाहिँ संस्था खुलेको छ। यसको उद्देश्य कुनै राजनीतिक दललाई सपोर्ट गर्ने होइन, कुनै एउटा युनियन खडा गर्ने होइन कि यसको उद्देश्य शिक्षामा भएका कमी कमजोरीहरूलाई पहिचान गरी त्यसमा चाहिँ आबद्ध पक्षलाई मजबुत गरी शिक्षालाई विद्यालयको यो सर यसले यो शिक्षाको विषयमा मात्र बोल्छ। एकदम प्रधानाध्यापक यो संघ भन्ने बित्तिकै प्रधानाध्यापकहरूकै पक्षमा बोल्छ कि यो आम शिक्षकहरूको पक्षमा पनि बोल्छ? यसमा एउटा कुरा प्रश्न पारिदिउँ, विद्यार्थीहरूको पक्षमा पनि बोल्छ। यसको एउटा कुरा के छ, न यो प्रधानाध्यापकको पक्षमा बोल्छ, न शिक्षक न कर्मचारी न विद्यार्थीको पक्षमा बोल्छ। यसले सिर्फ शिक्षण सिकाइको बारेमा बोल्छ। शिक्षण सिकाइलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ, कसरी स्तरीय गुणस्तरीय बनाउन सकिन्छ भन्ने कुरा मात्रै बोल्छ। अब प्रधानाध्यापकहरूको कुनै समस्या छ भने त्यो हाम्रो चाहिँ शिक्षक महासंघ छ, हाम्रो पनि महासंघ हो। हामी महासंघको विरोधी होइनौँ, हामी महासंघभन्दा फरक छैनौँ। हामी महासंघको सदस्य हौँ, हामी अझै पनि महासंघमा छौँ। महासंघले हाम्रा समस्याहरू, हाम्रा पेशागत कुराहरू, हाम्रा प्रमोसनका कुराहरू, हाम्रा चाहिँ अन्य सुविधाका कुराहरू महासंघले उठाइदिने हो। हामीले त्यो समस्या उठाउने होइन, हामीले सिर्फ शैक्षिक गतिविधिलाई कसरी राम्रो उठाउन सकिन्छ यो प्यारालेल हो सर। यो छात्र संगठन यहाँहरूको जुन छ शिक्षक महासंघ, यसको प्यारालेल संगठनको रूपमा डेभलप गर्न खोज्नु भएको हो कि? निश्चित रूपले मैले के भनिदिएँ कि जसरी तपाईँले भन्नु अहिले यहाँ प्रभावमा भएका शिक्षक संघ छ, शिक्षक संगठन छ, शिक्षक मञ्च छ, शिक्षक परिषद छ, विभिन्न पार्टीसँग जोडिएका विभिन्न शिक्षकका संस्थाहरू छन् र यसमा हाम्रा हेडसरहरू पनि अलग अलग संस्थामा सदस्य हुनुहुन्छ। त हाम्रो यहाँ के छ भने तपाईँ जुनसुकै संस्थामा रहनुहोस् तर प्रधानाध्यापक संघमा तपाईँ जोडिनु भएको छ भने तपाईँ आफू भएको संघ संगठन छोड्नु जरुरी छैन, त्यहाँ बस्नुहोस्। तर प्रधानाध्यापक संघको गतिविधिमा आउनुहुन्छ भने कहिलेकाहीँ प्रधानाध्यापकहरू पनि बसौँ र यो शिक्षा गतिविधिलाई कसरी, यो शैक्षिक गुणस्तरलाई कसरी अगाडि बढाउन सकिन्छ, के यावत समस्याहरू छ हाम्रो स्थानीय स्तरमा, यसको विषयमा छलफल यहाँहरू गर्नुहुन्छ? हामी छलफल तपाईँले भनिदिउँ, हामी जो चाहिँ शिक्षासँग सरोकारित हुनुहुन्छ, जसरी कि अहिले हाम्रो नेपाल सरकार शिक्षासँग सरोकार छ, नेपाल सरकारसँग हामीले डायलग गर्ने विभिन्न नीति निर्माणहरूमा, विभिन्न बजेटका कुराहरूमा, विभिन्न तालिमको कुराहरूमा, पाठ्यक्रमका कुराहरूमा हामी नेपाल सरकारसँग पनि कुरा गर्छ हाम्रो केन्द्र। हामी जुन स्थानीय निकायमा छौँ, हामी हाम्रो स्थानीय निकायको पूर्ण सहयोगी संस्थाको रूपमा उभिएका छौँ। स्थानीय निकायको काम हो शिक्षामा काम गर्ने, हाम्रो काम पनि तपाईँको शिक्षालाई उत्कृष्टतातर्फ लग्ने। हामी स्थानीय निकायसँग पनि, स्थानीय तहसँग पनि जोडेका छौँ र त्यो हाम्रो सरोकारित विषय हो। हाम्रो सरकारको विषय विद्यालय व्यवस्थापन समिति। विद्यालय व्यवस्थापन समितिलाई पनि उत्साहित गर्ने, उसलाई पनि उठाउने, सक्रिय पार्ने, उसलाई पनि शिक्षाका कन्सेप्टहरू बुझाउने, उसको काम कर्तव्य अधिकार बुझाउने, उसलाई परिचालित गर्ने, शिक्षक के अरे अभिभावकलाई, विद्यालय व्यवस्थापन समितिलाई, अभिभावक शिक्षक संघलाई, यी सम्पूर्ण पक्षलाई, शिक्षकलाई, विद्यार्थीलाई, विद्यालय कर्मचारीलाई, यी सबैमा ऊर्जा ल्याउने। अब यसरी कुराहरू गरिरहँदाखेरि विनोद सर लामो समयदेखि यहाँ शिक्षा क्षेत्रमा हुनुहुन्छ। एउटा पहिला कुरामा आउनुभन्दा, त्यहाँ पुग्नुभन्दा पहिला एउटा प्रश्न म तपाईँहरूसँग गरिहालेँ। तपाईँको सरुवा जहिले पनि हुन्छ, आन्दोलन हुन्छ, अनि तपाईँले विवाद गराइदिनुहुन्छ भन्ने कुराहरू आउँछ। विनोद मेहता एउटा सफल प्रमा हो कि तपाईँ नेता हो कि आन्दोलन गराइदिनुहुन्छ सरुवा हुने बित्तिकै? किन हुन्छ यसरी? अब नेता भनेपछि एउटा कुरा, शिक्षक आफैमा नेता हुन्छन्। शिक्षकमा पनि हेडमास्टर, प्रधानाध्यापक भनेको एउटा ठुलो समाजको नेता हुन्छ। त्यहाँ शिक्षकहरूको नेता, त्यो जहाँ काम गर्ने जति शिक्षक हुनुहुन्छ उहाँ सबैको नेता प्रधानाध्यापक हो। विद्यार्थीहरू, अभिभावकहरू सबैले त्यहाँ नेतृत्व गरेर प्रधानाध्यापक लैरहेको अवस्था हुन्छ, जसले गर्दा म एउटा शैक्षिक नेता हुँ भन्ने कुरा चाहिँ सत्य हो। त्यही भएर तपाईँको सरुवा हुने बित्तिकै तपाईँ विवादमा परिहाल्नुहुन्छ, कहीँ कहीँ आन्दोलन भइहाल्छ, कहीँ तपाईँले हाजिरी गराउने प्रयास पनि, रोक्ने प्रयास हुन्छ, त उहाँलाई हाजिरी नै गराउँदैन भने पनि प्रयास हुन्छ। यो किन हुन्छ यसरी? एउटा कुरा के छ भने समाजको
के भन्ने जो अलिकता बढी काम गर्ने, बढी चञ्चल हुने, बढी बोल्ने, बढी आइडिया दिने कुराहरू सबैसँग विभिन्न कारणले सबैलाई नपचेको हुन सक्छ है। यहाँ त के छ भने तपाईँ समाजमा हेर्नुहोस्, आफू राम्रो गर्न नसक्ने र राम्रो गर्नेलाई कसरी चाहिँ ढाल्न सकिन्छ, कसरी डराउन सकिन्छ, राम्रो गर्नबाट कसरी रोक्न सकिन्छ भन्ने एउटा टिम हुन्छ हरेक ठाउँमा। तर यो एक्सनको रिएक्सन जुन हुन्छ नि सर, यो पोजिटिभ एक्सनको नेगेटिभ रिएक्सन हो कि नेगेटिभ एक्सनको पोजिटिभ रिएक्सन हो? यसलाई कसरी तपाईँ भन्नुहुन्छ, परिभाषित गर्नुहुन्छ? अब तपाईँले भन्न खोज्नु भएको कुरा के हो भने मैले भन्नुपर्ने त्यही कुरा हो कि मेरो बारेमा जहाँ पनि अलिकता चाहिँ बवाल हुन्छ, विवाद हुन्छ, चर्चा हुन्छ भन्ने कुरा गर्नुभयो। यसको मेरो ठोस कुरा तपाईँले चाहिँ भनिहाल्नुभयो कि जहाँ एक्सन हुन्छ तहाँ रिएक्सन हुन्छ। यहाँ चाहिँ तपाईँ जुनसुकै क्षेत्रमा हेर्नुहोस्, जहाँको नेताले या जहाँको त्यो सङ्गठनको संस्थाको अगुवाले एकदम सहज रूपमा जुन किसिमले जुन गतिले संस्था सङ्गठन अगाडि बढिरहेको छ, सामान्य रूपमा गइरहेको छ, एउटा मन्द गतिमा गइरहेको छ, त्यो छ भने त्यहाँ कुनै कसैको चासो पनि हुँदैन, त्यहाँ कुनै किसिमको ध्यान आकर्षण पनि हुँदैन, त्यहाँ कसैले राम्रो नराम्रो भन्न पनि आउँदैन। तर जुन संस्था हो, सङ्गठन होस्, ऊ अलिकता तीव्र गतिमा जान्छ, उसले चाहिँ काम गर्छ, उसले चाहिँ काम गरेपछि सबैको नजर, सबैको ध्यान आकर्षण हुन्छ र त्यसरी ध्यान आकर्षित भइसकेपछि त्यसमा राम्रा ध्यान नराम्रा ध्यान दुइटै हुन्छ। राम्राले चाहिँ सपोर्ट पनि गरिरहेको हुन्छ, नराम्राले यसले त यो राम्रो काम गरेर एउटा चाहिँ जस कमाइराखेको हुन्छ भने विभिन्न कुराहरू राखेर त्यहाँ विवाद उत्पन्न गर्ने, विभिन्न किसिमका बदनाम गर्न खाले कुराहरू गर्ने, यसले अगाडि नबढ्नु भन्ने किसिमको ऊ कुरा गर्ने, यसले गर्दा के हुन्छ भने त्यहाँ एउटा चाहिँ धमिलो वातावरण बन्छ र विवादका कुराहरू आउँछ। तर जे हुन्छ मैले त्यही भन्न खोज्छु, जहाँ एक्सन छ तहाँ रिएक्सन छ। रिएक्सन पोजिटिभ पनि हुनसक्छ, नेगेटिभ पनि हुनसक्छ। अब विनोद सर, अब यसरी चाहिँ हामी बहस गर्छौँ, अन्य प्रहरुसँग पनि बहस गर्छौँ, शिक्षा निकायका शिक्षाविदहरूसँग, नेतृत्व अहिले जुन यो सामुदायिक विद्यालयहरूको यो +2 सम्मका कक्षाहरू जुन स्थानीय तहमा आएको छ, के छ सामुदायिक विद्यालयसँग अब त्यस्तो हैसियत छ? हामी निजी तथा आवासीय विद्यालय जुन छ त्यसलाई कम्पिट गर्न सक्छौँ? उहाँहरूसँगको एउटा प्यारेलल रूपको संस्थाको रूपमा त्यति उत्कृष्ट गुणस्तर दिन सक्ने हैसियत सामुदायिक विद्यालयहरूमा छ पर्सा जिल्लाको? मलाई लाग्छ कि छ। किन छ भने हामीसँग दक्ष, तर भर्ना त सबैजना निजी विद्यालयमा भइरहेछ बढी विद्यार्थी। अब हेर्नुहोस्, यसका धेरै कारणहरू छ। यहाँ के छ भने हैसियतका कुराहरू पनि छ। अहिले निजी विद्यालयमा जो जसले चाहिँ बच्चालाई पठाउनुहुन्छ उहाँ अलिकति आफूलाई ठुलो हैसियत भएको एउटा फिल गर्नलाई पनि चाहिँ गर्नुभएको छ। एक कारण यो हो। अर्को कुरो के छ भने निजी विद्यालयका विशेषता र हाम्रा सामुदायिक विद्यालयका विशेषतामा अलिक फरक पनि छ। अब निजी विद्यालय भनेको कोही व्यक्तिको एउटा व्यवसाय हो, एउटा व्यक्तिको व्यवसाय हो, उसले व्यवसाय गरेको छ र ऊ व्यवसाय गर्दाखेरि जहाँ जतिखेर उसलाई आफ्नो व्यवसायलाई अझ व्यवस्थित, अझै राम्रो, अझै उत्पादक बनाउनको लागि जतिखेर पनि ऊ लगानी गर्न तम तयार भएर बसेको हुन्छ र बिना लगानीको कुनै पनि उत्पादन सोचे जस्तो अपेक्षाकृत रूपमा खूब राम्रो आउन सक्दैन। सामुदायिक विद्यालयको अवस्था के छ भने अहिले म के भन्नु, नेपाल सरकारले पटक पटक भनेको छ कि यहाँ नेपालमा भएको विद्यार्थी संख्याको अनुपातमा शिक्षक दिन सकेको अवस्था छैन। नेपाल सरकारले जति विद्यार्थी छ, विद्यार्थीलाई जति शिक्षक चाहिन्छ, नेपाल सरकारले दिन सकेको छैन। तर अन्य संरचनाहरूको कुरा गर्ने हो भने भौतिक संरचना तपाईहरूको राम्रो हुन्छ, लाइन बिजुली बत्तीको व्यवस्था तपाईहरूसँग राम्रो छ, ठुलो ग्राउन्ड तपाईहरूको छ। त्यसपछि दक्ष शिक्षककै कुरा गर्ने हो भने जे छ जति छ त्यो लोक सेवा आयोग गरेका शिक्षक, त्यो पनि एजुकेसन ब्याकग्राउन्डबाट आएको शिक्षकहरू छ। अनि किन तपाईहरू सक्नुहुन्न त? अब यस्तो छ, जति गुलियो एक मुठी तपाईँ चाहिँ खाजा तपाईँले चाहिँ खोवा खुवाइदिनुहुन्छ भने पेट त भर्दैन नि। टिचरहरू आयोगबाट आउनुभएका, एजुकेसन पढेर आउनुभएका, कम्पिटिसन लडेर आउनुभएका दक्ष शिक्षकहरू हुनुहुन्छ। अब के छ भने 1000 विद्यार्थी संख्या भएको ठाउँमा 10 जना 12 जना टिचर भएपछि के त टिचर त विद्यार्थीको आवश्यकता अनुसारको टिचर त पुगेन। विषयगत रूपमा विद्यालयमा शिक्षकको आवश्यकता छ। विषय जुन विषय त्यहाँ छ त्यो विषयको टिचरै छैन त्यहाँ भनेपछि सामाजिक विषय नेपालीको टिचरलाई पढाउनु पर्ने आवश्यकता छ। त्यो पनि प्राविधिक हो। काम चलाइरहनु भएको छ। सुन्नु न, माध्यमिक तहमा प्राथमिकको टिचरले अहिले धानेको अवस्था छ धेरै विद्यालयमा। माध्यमिक तहको विषय प्राथमिक तहका शिक्षक पढाइराख्नु भएको छ। एक त संख्यागत रूपमा जति विद्यार्थी छ त्यो हिसाबले टिचर छैन।
अर्को कुरा जुन विषयको यहाँ आवश्यकता छ त्यो विषयको टिचर छैन। तर राज्यले त दिएन। तपाईँ भन्नुभयो राज्यले भनिरहेको छ अहिले 25,000 30,000 शिक्षक पदपूर्ति बाँकी छ, राज्यले दिन सकिरहेको छैन। तर स्थानीय सरकारैसँग अहिले यत्रो बजेट छ, करोडौँ रुपैयाँ चलाइरहनु भएको छ। मेयर साहेबज्यूहरू, स्थानीय पालिकाका के अरे प्रमुखज्यूहरू, गाउँपालिकाका प्रमुखज्यूहरू, नगरपालिकाका प्रमुखज्यूहरू, महानगरपालिकाका प्रमुखज्यूहरू करोडौँ बजेट चलाइरहनु भएको छ। तपाईहरू जस्ता विज्ञ प्रसरहरूले नेतृत्वलाई सम्झाउन नसक्नु भएको हो कि या उहाँहरू बुझ्न नचाहनु भएको हो? किन त्यसरी पनि त टिचरहरू राख्न सकिन्थ्यो, स्थानीय सरकारले त्यसमा केही बजेटहरू विनियोजन गर्न सक्थ्यो। अब यो बुझाइको कुरा हो, कसले कति बुझ्नु भएको छ। र अहिले त के छ भने विकास भनेपछि सडक नाला, गाउँ गाउँमा गेट निर्माण भनेर बुझाइ छ अहिलेको प्राय जनप्रतिनिधिहरूको। शिक्षा भन्ने कुरा चाहिँ कति बुझ्नु भएको छ र के अवस्थामा छ, के गर्न सकिन्छ त्यो भएन। म त के भन्छु भने ठिक छ, बजेट नपुग्ला, तपाईँ व्यवस्थापन गर्न सक्नुहुन्छ, गर्नुहोस् न। म तपाईँलाई उदाहरण दिन्छु। मैले यो प्रधानाध्यापक सङ्घमा लागेपछि मैले विभिन्न जिल्लाहरूको त्यो राम्रो राम्रो विद्यालयहरूको पनि भ्रमण गरेँ र त्यो गर्दाखेरि एकदम उत्कृष्ट सामुदायिक विद्यालयहरू पनि पाएँ भने अन्य जिल्लाहरूमा, र त्यो जिल्लाहरूमा त्यो भौतिक संरचनाहरू पनि त्यत्तिकै उपयुक्त छ, अन्य व्यवस्थापनहरू त्यत्तिकै राम्रा छन्, रिजल्टहरू राम्रा छन्। मैले बुझ्दैछु त के हो त, के बनेको छ भने अब शिक्षकको समस्या नेपालभरि जहाँ छ त्यही छ, स्कुलमा बजेटिङको जहाँसम्म समस्या छ जे छ त्यही छ। त्यहाँका सरकारवालाहरू अन्य पक्षहरू छन्, तपाईँहरू सञ्चारकर्मी पनि हुनुहुन्छ। म तपाईँहरूसँग पनि मेरो असन्तुष्टि जाहेर गर्छु, किनभने तपाईँहरू कहीँ कतैबाट अलिकता चाहिँ अधुरो कुरा सुनेपछि पनि शिक्षकको बारेमा, विद्यालयको बारेमा नेगेटिभ समाचारहरू तयार पारिदिनुहुन्छ। तर तपाईँको एउटा टिमले कहिले पनि विद्यालयको साँच्चीकै समस्या के हो, यो समस्या के हो, यहाँ चाहिँ भौतिक साधनहरू छ। तपाईँले बिजुलीको कुरा उठाउनु भयो, बिजुलीको पैसा तिर्ने अब स्कुललाई त कुनै किसिमको चाहिँ स्रोतहरू छैन। बिजुलीको पैसा चाहिँ कहाँबाट तिर्छ के अरे भन्छ विद्यालयले, कुनै स्रोत छैन। तपाईँले त्यहाँ सधैँ चाहिँ मर्मत सम्मर्का कुराहरू हुन्छ, बिजुली बिग्रिरहेको हुन्छ, खानेपानी बिग्रिरहेको हुन्छ, त्यहाँ चाहिँ टोयलेट साफ गर्ने मान्छे चाहिएको छ, सरकारले त्यो दिएको छैन। तपाईँले स्विपर चाहिएको छ, सरकारले दिएको छैन। मिस्त्री चाहिएको छ, सरकारले दिएको छैन। स्कुलमा ठुलो सम्पत्ति छ, त्यहाँ नाइट गार्ड चाहिएको छ, सरकारले दिएको छैन। त्यो नदिँदाखेरि सरकार दिन सक्ने अवस्था। तर शिक्षकहरूमाथि आरोप लाग्छ, शिक्षकहरूले तपाईहरूसँग यति पावर छ, तपाईहरूले नै मेयर चुन्नुहुन्छ, सांसद बनाउनुहुन्छ, शिक्षकको आशीर्वादबाट मान्छेहरू विधायक बन्छन्, सांसद बन्छ भन्ने भनाइहरू आउँछन्, मिडियामा त्यस्ता कुराहरू आउँछ। यहाँहरू भित्री रूपमा नेताको लागि काम गरेर, विभिन्न नेताको भातृ संगठनको रूपमा शिक्षकहरू काम गरेर नेता बनाइराखेको अवस्था छ। अनि तपाईँको कुरा नेताहरूले किन सुन्दिँदैन त शिक्षकहरूको? अहिले तपाईँ हेरिहाल्नुभयो, यत्रो ठुलो शिक्षक आन्दोलन भयो महासङ्घको नेतृत्वमा, त्यसमा आखिर सहित तपाईँकै कुरा एकदम जायज छ। कोही काङ्ग्रेसको लबीको सङ्गठन छ, कोही एमालेको लबीको छ, माओवादीको लबीको छ, मधेसवादी दलहरूको लबीको छ, र यो सबैको साझा सङ्गठन भनेको शिक्षक महासङ्घ हो। र शिक्षक महासङ्घले शिक्षकका यत्रो ठुला चाहिँ यो एक महिनासम्म बाटोमा उभेर सबै आफ्ना पार्टीका नेताहरूसँग लबिङ गरिरहँदाखेरि पनि कहीँ कतैबाट सुनियो। र त्यस बेला चाहिँ मलाई लाग्छ कि आन्दोलनमा होमिनुभएका साथीहरूमा धेरैबाट यो आवाज आयो कि हामी बेकार गरेका छौँ, यो पार्टीहरूको लबी बसेर पार्टीहरूको एउटा झोले जस्तो बनेर सङ्गठन खाडा गरेर संस्था खडा पर्यो। त्यसैले त्यो के छ भने वास्तवमा हुनुपर्ने त्यही हो। शिक्षकहरूको महासङ्घ छँदैछ, किन अन्य पार्टीको लबीमा गएर उ गर्ने? शुद्ध एक मात्र शिक्षक महासङ्घको सदस्य भइदिए भयो। तर त शिक्षकहरूले चुनावको बेलामा या स्कुल प्रधानाध्यापक के अरे व्यवस्थापन समिति चुन्ने बेलामा, अभिभावक सङ्घ चुन्ने बेलामा राजनीतिक चलखेल गर्छन्, पार्टीको नेताहरूको घर घरमा घर दैलोमा जान्छन् भन्ने कुरा आउँछन्। र भोटको बेलामा यहाँहरूको चेलाहरू नै थुप्रै हुन्छन्, गुरुजीले भनेपछि चेलाहरूले भोट दिने परम्परा छ, अनि नेताहरू यहाँहरूलाई ढोग्न आउँछन्। तर चुनाव जितेर गइसकेपछि नेताहरूले किन तपाईँहरूको कुरा मान्दैन? यसलाई के भने विडम्बना हो। र कुरा मान्ने कुरा पनि यस्तो छ नि, हामी पनि एकजना छौँ,
अब अलग अलग विचारसँग जोडिएको, अलग अलग पार्टीसँग जोडिएको, अलग अलग संस्थामा जोडिएको अलग अलग नेताको लागि काम गर्नुपर्ने स्थिति पनि छ। साँच्चै भन्ने हो भने अर्को बाध्यता कहाँ छ, चुनावमा त कहीँ न कहीँ भोट दिनुपर्छ। अब एउटा कुरासँग म सहमत छु, पार्टीकै झन्डा लिएर एउटा शिक्षक भएर त्यो पार्टीको नेताको लागि आफूलाई देखाएरै, आफूलाई माने के भन्छ भने एकदम एक्सपोज गरेरै भोट माग्नु, राजनीतिमा जानु, त्यो चाहिँ एउटा शिक्षक आचार संहिताको हिसाबले पनि उपयुक्त होइन, नजानु पर्ने। त्यो यदि जो साथी जानु भएको छ भने कहीँ न कहीँ आफ्नो एउटा शिक्षक आचार संहिताको शिक्षक धेरै विनोद सर धेरै यस्ता शिक्षकहरू पनि बिरगंजमा हुनुहुन्छ। यहाँले त्यो फिल गर्नुभएको छ कि छैन? हामीले फिल गरेका छौँ। आफ्नो स्कुल छोडेर स्कुल टाइममा स्थानीय निकायमा गएर कार्यालय प्रमुखज्यूहरूको उसमा गएर धरना बस्नुहुन्छ, शिक्षा महाशाखाहरूमा दिनभरि गएर गफ चुड्नुहुन्छ, तर स्कुललाई अलि सुधार गर्नुपर्छ त्यो विषयमा उहाँहरू बहस गर्नुहुन्न। यो स्थितिको पनि अन्त हुन जरुरी छ, यहाँलाई लाग्दैन? अब हेर्नुहोस्, अब त्यहाँ त कस्तो छ भने यसले म यसरी लिन्छु, अब जहिलेकै कुनै पनि स्थानीय तहको जुन कार्यालय छ त्यहाँसँग चाहिँ शिक्षा जोडिएको छ, त विभिन्न कामहरू चाहिँ विद्यालयको त्यो स्थानीय सरकारसँग भएको हुनाले अब समयमा कहिले कुनै बेला त्यहाँ मिटिङ बोलाइदिन्छ, कुनै जरुरी पर्दा तुरुन्तै स्कुलबाट चाहिँ त्यहाँ गइहाल्नु पर्ने स्थिति हुन्छ। त्यसमा कोही कोही तपाईँले भने अनुसारको त्यस्ता व्यक्ति पनि हुनुहोला जो कि समय काट्नलाई, समय बिताउनलाई या आफ्नो यो प्रशासनको या जनप्रतिनिधिको अघिपछि गर्नको लागि पनि विद्यालय समयमा पनि उता गएर त्यस्तो गर्नुहुन्छ होला, तर प्राय यस्तो चाहिँ गरिँदैन, बिना कामको त्यहाँ गइदिन जस्तो मलाई लाग्छ। अब विनोद सर यति हामीले बहस गर्यौं यो पर्सा जिल्लाको र खास गरी बिरगंज महानगरपालिका यहाँको कार्यक्षेत्र छ। यो बिरगंज महानगरपालिका भित्रको सामुदायिक विद्यालयलाई सुधार गर्नको लागि स्थानीय सरकारसँग एउटा प्रको के अपेक्षा छ र अभिभावक संघ छ, व्यवस्थापन समिति छ, यो तीनै जुन पक्ष छ, प्र अभिभावक संघ, व्यवस्थापन समिति र स्थानीय तहको नेतृत्व जुन छ, कसरी काम गर्यो भने बेस्ट रिजल्ट आउन सक्छ? म त के भन्छु भने विद्यालयलाई जतिको कमी छ, आवश्यकता छ, त्यो नेपाल सरकारले सकेको छैन र यो बिरगंज महानगरपालिकाको कुरा गर्ने हो भने त्यो सम्पूर्ण आवश्यकतालाई पूरा गरिदिने अवस्था महानगरको पनि छ जस्तो मलाई लाग्दैन। तर एउटा काम चाहिँ के गर्न सक्छ महानगरले भने यो सरोकारवालाहरूलाई बेला बखतमा त्यो जोड्ने, अब विद्यालय व्यवस्थापन समिति छ, अभिभावक छ, हाम्रो शिक्षक जमात छ, हैन, महानगर छ, वाडा समितिहरू छन्, यो बीचमा त्यो कोअर्डिनेसनको वातावरण बनाउन एउटा चाहिँ निरन्तर प्रयास गर्ने किसिमको एउटा मेकानिजम भइदिने हो भने अब केही कुराहरू एउटा गर्नुहोस्। यो सामुदायिक विद्यालय हो, सरकारी विद्यालय हुँदै होइन। म सधैँ भन्छु सरकारी कार्यालयमा सरकारले सम्पूर्ण कुराको व्यवस्था गर्छ। सामुदायिक विद्यालय भनेको समुदायको सहयोगमा, समुदायको सहकारमा, समुदायको लगानीमा सञ्चालन हुने विद्यालय हो। म एउटा कुरा अघि उठाएको थिएँ कि म धेरै विद्यालयहरूमा गए, त्यो विद्यालयहरू राम्रो गरेका छन्। गर्नुको कारण त्यहाँको स्थानीय सरकारले लगानी गरिदिएर चलेको होइन, नेपाल सरकारको लगानीबाट त्यो भएको होइन। त्यहाँको अभिभावक, त्यहाँको शिक्षासँग सरोकार राख्ने पक्ष, त्यसमा तपाईँको अघि पनि भने तपाईँको मिडिया पनि हुन सक्छ, यहाँका स्थानीय प्रशासन हुन सक्छ। एउटा वातावरण बनाउन। के वातावरण सरले भन्न खोज्नुको भयो? मैले एउटा कुरा पैसा लिनु पर्यो अभिभावकसँग, पैसा चन्दा लिनु पर्यो कि के, कस्तो वातावरण? त्यही कुरा भने छलफल गरौँ न, बहस गरौँ न, बहस गरौँ। तर यहाँ त विवादमा आउँछ। विनोद मेहताले माइस्थान विद्यापीठ स्कुलमा हुँदाखेरि मोटो रकम यहाँले उठाउनु भयो, धेरै पैसा कमाउनु भयो। अहिले अब सिद्धार्थ स्कुलमा पनि आइसकेपछि अन्य कुनै पनि पर्सा जिल्लाको यो बिरगंज महानगरपालिका भित्रको कुनै पनि स्कुलहरूले चाहिँ विद्यार्थीहरूसँग पैसा लिइरहेको छैन, तर वार्षिक रूपमै चन्दा भनेर तपाईँले सिद्धार्थमा पनि पैसा लिइरहनु भएको छ भने मिडियामा समाचारहरू आएको छ। यसको विषयमा पनि तपाईँ त्यो किन अवस्था आयो, यसको विषयमा पनि यही कुरा स्पष्टीकरण गरिदिनुस्। कुरा भन्न खोजेको थिएँ म तपाईँलाई। हजुर हजुर, यो एउटा वातावरण बनाऊ, सबैलाई यथार्थ समस्या जुन छ विद्यालयले राम्रो नगरेको कारणहरूको छलफल गरौँ। त्यस्तो ऐन छ सर हामीसँग? सामुदायिक विद्यालयसँग त्यस्तो पैसा लिन सक्ने त्यस्तो कानुन छ? कानुन भनेपछि हेर्नुहोस्, अब यहाँ दुई खाले कुरा छ। यहाँ संविधान एकातिर छ, अहिले प्रचलनमा भएको हाम्रो शिक्षा ऐन अर्कोतिर छ। अहिलेको जुन शिक्षा ऐन छ हाम्रो अहिले संविधानसँग जोडिएको छैन, संविधानभन्दा फरक छ। यो नयाँ संविधान अनुसार शिक्षा ऐन बनाउनको लागि यत्रो आन्दोलन भइराखेको छ। संविधानले त तपाईँको मौलिक हकमै लेखिदियो,
कि आधारभूत तहसम्म अनिवार्य र निशुल्क शिक्षा दिनेछ, माध्यमिक तहसम्म निशुल्क शिक्षा दिने कुरा लेखियो। मेरो यही क्वेसन छ, त्यसमा चाहिँ प्राइभेटले पनि चाहिँ शिक्षा दिने पैसा लिएर दिने र तपाईँको सामुदायिकले चाहिँ पूर्ण रूपले निशुल्क लेखेको छैन नि। जब आधारभूतसम्म पूर्ण रूपले निशुल्क भनेको छ भने प्राइभेटको नाममा शुल्क किन लिने र किन दिने? भनेपछि सबै बोर्डिङ स्कुललाई बन्द गर्ने अवस्था बन्द गर्ने होइन, त्यहाँबाट पैसा लाग्नु हुँदैन, त्यहाँ पनि शुल्क लाग्नु हुँदैन। संविधानले भनेको छ कि त्यो सम्पूर्ण खर्च यदि लाग्छ भने सरकारले दिनु पर्यो। निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूको खर्च सरकारले तिर्नुपर्ने संविधानले बोल्छ यो कुरा। भनेपछि सरकार निजी र सामुदायिक विद्यालयसँग बिकेको छ, बिक्यो। अब बिकेको सिकेको भन्दा पनि म एउटा कुरा मात्र भन्छु कि यदि निशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ संविधानले भने सामुदायिकमा निशुल्क हुने र निजीमा गएपछि त यही पैसा तिर्ने, त्यो रोक्न सक्नु पर्यो नि। त्यहाँ पनि निशुल्क गरिदिनु पर्यो नि त, गरेन। मैले सरकारी यो सामुदायिक शिक्षालाई मैले फी भन्न खोजेको होइन, एउटा जनचेतना जगाउँ। आजको मितिमा 150 रुपियाँ महिनाको 150 रुपियाँ महिनाको जस्तो सुकै कमजोर अवस्थाको अभिभावक हुनुहुन्छ भने 150 रुपियाँ आफ्नो बच्चा पढेको सामुदायिक विद्यालयमा तपाईँ दिनुस्। तपाईँको बच्चालाई पंखाको कमी हुँदैन, सरसफाइको कमी हुँदैन, तपाईँको बच्चाको खानेपानीको त्यहाँ समस्या रहँदैन, तपाईँको बच्चाको के अरे टोयलेटको त्यहाँ आवश्यकता कमी रहँदैन। यहाँसम्म कि नपुग भएको शिक्षक नपुग भएको विद्यालयमा सरकारले देओस् नदेओस् तपाईँको 150 रुपियाँबाट त्यस विद्यालयको शिक्षक पनि हुन्छ, कर्मचारी पनि हुन्छ। भनेपछि विनोद मेहता सरको स्पष्ट धारणा छ, या त राज्यले चाहिए अनुसारको खर्च दिनु पर्यो सामुदायिक विद्यालयलाई, या थोरै चन्दा यदि इच्छुक छन् अभिभावक भने थोरै चन्दा चिठा लिन सक्ने वातावरण बनाउनु पर्यो। इच्छुक छन् भने इच्छुक बनाउनु पर्यो, हामी कन्भिन्स गर्नु पर्यो। तपाईँको बच्चा एउटा कुरा भन्नुहोस् न, अहिले कति तपाईँ लिइरहनु भएको छ? अहिले सिद्धार्थले कति लिइरहेको छ? विवादमा तपाईँ फेरि हुनुहुन्छ एकचोटि। म तपाईँले बताइदिन्छु। एउटा अभिभावक आफ्नो बच्चालाई विद्यालयमा पठाउनुहुन्छ, विद्यालयमा मुस्किलले यदि 2-3 घण्टी पढाइ हुन्छ, टिचर छैन घण्टी लिएर जान्छ होइन, टिचर छैन घण्टी लिएर जान्छ। अहिलेको यत्रो गर्मीमा लाइन कट्यो, पंखा बिग्रेको छ, बनेको छैन, तपाईँको बच्चा त्यो कष्टकर वातावरणमा बसिरहेको हुन्छ। तपाईँको त्यहाँ स्विपर कुनै विद्यालयमा छैन, कुनै विद्यालय सरकारले त दिएको छैन नि, सरकारले स्विपर दिएको छैन, मेस्तर दिएको छैन होइन। त्यो अवस्थामा त्यो सरसफाइ गर्ने टिचरले गएर टोयलेट साफ गर्नु हुँदैन, गइरहेको अवस्था देखिँदैन, सम्भव छैन। त्यो अवस्थामा तपाईँको बच्चा त्यहाँ गइरहेछ। त्यो अवस्थामा तपाईँ अभिभावकले अलिकति चाहिँ यो कुरा चाहिँ अभिभावकलाई चाहिँ हामीले कन्भिन्स गर्न सक्नुपर्छ। त्यो स्कुल मात्रले त्यो अपनत्वको लागि पनि कारगर हुन सक्छ। यसो आउने जाने वातावरण पनि अभिभावकको बन्न सक्छ। उसमा चाहिँ लाग्छ मेरो स्कुल हो, हाम्रो समुदायको स्कुल हो, त्यतिखेर चाहिँ अभिभावकले महसुस गर्छ। अब के छ भने मैले एउटा चाहिँ अभिभावकसँग चाहिँ भन्दाखेरि धेरैजनाले समस्या बुझ्नु। तर पालिका प्रमुखज्यूहरू सिधै गएर निर्देशन दिनुहुन्छ कि कुनै पनि शुल्क हामी लिँदैनौँ, राज्यले सरकारले फ्री गरेको छ भने कुनै पनि शुल्क उठाउन पाउँदैन, अन्य स्कुलले पनि पाउँदैन, विनोद मेहताले पनि पाउँदैन। के गर्नुहुन्छ तपाईँ यसलाई? अब मैले गर्ने कुरा के, यस्तै कुराहरू मैले जे यथार्थ हो मेरो ठाउँले मेरो म जुन माने हैसियतमा छु त्यो आफ्नो लेभलले मैले त्यही कुरा भन्ने हो। यसरी चाहिँ शिक्षाको सामुदायिक शिक्षाको उत्थान 1, 2, 3 हुँदैन जबसम्म अभिभावक विद्यालय मेरो हो, विद्यालयमा मैले 2-4 पैसा सहयोग गर्नुपर्छ। एउटा कुरा भन्नुहोस्, म एउटा भन्छु, मैले पैसा चाहिँ मेरो अभिभावक भेलाबाट निर्णय गरेर एउटा क्लासको जस्तै मैले भनिदिन्छु तपाईँलाई, 1 क्लासदेखि 3 क्लाससम्मको वार्षिक 500 रुपियाँ चन्दा भनेको छु। वार्षिक 500 रुपियाँ मन्थलीको कति पर्न जान्छ? अब 12 महिनाको 500 रुपियाँ हो, अब कति पर्छ? फेरि मैले तपाईँ एक मुष्टै दिनु जरुरी छैन, तपाईँसँग जहिले हुन्छ 100 रुपियाँ 50 रुपियाँ आउनुहोस् दिदिनु होला, त्यो पनि डाइरेक्ट लिँदैनौँ हामी, चाहिँ एकदम क्यासलेस वातावरण विद्यालयमा राखेका छौँ, तपाईँ अनलाइन चाहिँ खातामा पठाइदिनुहोस् भनेका छौँ। त्यस्तै तपाईँको 4-5 को लागि वार्षिक 2000 रुपियाँ राखेका छौँ होइन, धेरै ठुलो रकम होइन वार्षिक। अब एउटा हेर्नुहोस्, म एउटा कुरा भन्छु, त्यस्ता बोर्डिङमा पढेका विद्यार्थीहरू आइरहेको छ हाम्रो स्कुलमा, बोर्डिङबाट आइरहेछ। त्यो एउटा बोर्डिङको मलाई लाग्छ कि 2-3 क्लासमा एडमिसन गराउन जानुहोस्, 14-15 हजार भन्दा कम एडमिसन चार्ज लाग्दैन र 3-4 हजार भन्दा कम महिनाको लाग्दैन। एउटा उसको 1 महिनाको जुन बोर्डिङमा चाहिँ लाग्छ त्यो तपाईँ त्यो पनि फीको रूपमा होइन सहयोगको रूपमा
तपाईँ विद्यालयलाई कोही गरिब मान्छे छ, सर्वहारा वर्ग छ, कसैलाई त्यो हातमुख जोड्ने अवस्था छ, दिन सक्दैन भने त्यस्तो विद्यार्थीहरूको के हुन्छ सर? एउटा कुरा कस्तो छ, त्यहाँ चाहिँ हामी शिक्षक भएर बस्छ। शिक्षक भनेको विद्यार्थीहरूको हामी 7-8 घण्टाको 5-6 घण्टाको हामी अभिभावक पनि हो। त्यसको सुख दुःख, उसलाई कुनै किसिमको शारीरिक मानसिक भएको समस्या सबैले हेर्ने। त्यस्तो अभिभावकहरू आयो भने तपाईँहरू नै 500 रुपैयाँ दिदिनुहुन्छ? तपाईँ हामीले आफ्नै टिचरहरूमा म स्वयं यसको जुत्ता भन्दै तङ भइसक्यो। उसले पछिसर जुत्ता किन्न सक्ने, मेरो बुवा यहाँ हुनुहुन्छ, मेरो बुवा हुनुहुन्छ, मम्मी हुनुहुन्छ, हामी यति भाइ बहिनी छन्, घरमा कोही पनि छैन, कमाउने कोही छैन। यसको यस्तो परेको छ, जुत्ता किनेन च्याति। ल कति पर्छ? ल रेक्सिनकै जुत्ता भए पनि ल 200-400 रुपियाँ ल्याऊ, रेक्सिनकै जुत्ता किन्यौ, लेदरको जुत्ता किन्नु पर्दैन होइन। त्यतिसम्म हामी गरिदिएका छौँ। एउटा बच्चाले कपाल काट्नलाई यत्रो चाहिँ कपाल, बाबु यस्तो कपाल नराख। अब यो सब गरिरहँदाखेरि हामी कार्यक्रमको अन्ततिर पनि आइसकेका छौँ। एकदमै राम्रो बहस भइरहेको थियो, तथापि समयको कारणले गर्दा हामीलाई यहाँलाई रोक्नु पर्यो। अब विनोद सर, यति बहस गरिरहँदाखेरि माइस्थान विद्यापीठमा बस्नुभयो, स्कुल त्यहाँ राम्रो चल्यो, अन्य स्कुलमा जानुभयो, त्यहाँ पनि राम्रो भयो। अब तपाईँ सिद्धार्थ स्कुलमा आइसकेपछि, सानो अब विनोद मेहता आइसकेपछि त्यहाँ पछिल्लो समय के परिवर्तन भएको छ, संक्षिप्त रूपमा यसो बताइदिनुहोस् न हामीलाई। अब एउटा कुरा छ, मैले मेरो प्रशंसा गर्नु त्यति राम्रो हुँदैन, तर पनि एउटा कुरा के छ, म आउँदाखेरि मैले जसले पनि हेर्नुहोस्, मैले 1 महिनासम्म हेरेँ स्कुलमा 2 या 3 घन्टाभन्दा बढी पढाइ हुँदैन थियो। अहिले 7 घन्टामा 1 घन्टा पनि लिजर हुँदैन। पढाइको कुरा गर्नु छ भने स्कुलको भित्री वातावरणका कुराहरू छन्, त्यो चाहिँ तपाईँ जो जाने गर्नुभएछ नि हेर्नुहुन्छ। त्यो मैदानको कुरादेखि लिएर तपाईँको खानेपानीको व्यवस्थापनदेखि लिएर बिजुलीको अवस्थादेखि लिएर बाहिरको त्यो वातावरणदेखि लिएर धेरै कुरा बस्छ। आर्थिक स्रोत पनि अलिक बनाइसकेको छु। पहिले आर्थिक स्रोत जुन थिएन, अहिले आर्थिक स्रोत पनि बनाएको छु। लथालिङ कार्यालय व्यवस्थापन, कार्यालय मैले त 3-4 महिनासम्म त्यो फिल्ड के भन्छ बरन्डामै बेन्चमा डेस्क बेन्च लगाएर मैले अफिस, त्यहाँबाट मैले अफिस चलाउनु पर्ने अवस्था थियो। हाम्रो स्टाफ रुम पनि थिएन हैन। त्यो यो बीचमा मैले त्यहाँ 8-9 महिना भयो गएको। यत्रो स्रोत साधनहरू कसरी जुटाइरहनु भएको छ सर? अब हेर्नु, प्रधानाध्यापक भनेको त्यही हो। मैले भने प्रधानाध्यापकले त अघि पनि नेताको उपाधि दिनुभयो, त प्रधानाध्यापक एउटा नेता मात्र होइन। मैले प्रधानाध्यापक भन्नुको मतलब प्रधानाध्यापक इज ए म्यानेजर। प्रधानाध्यापक एउटा व्यवस्थापक हुनुपर्छ। प्रधानाध्यापक शुड बी ए लिडर। प्रधानाध्यापक नेता हुनुपर्छ। प्रधानाध्यापक शुड बी ए कोअर्डिनेटर। प्रधानाध्यापक संयोजक हुनुपर्छ। प्रधानाध्यापक सोशल मोबिलाइजर, एउटा समाजलाई परिचालित गर्ने हुनुपर्छ हैन। त यो कुरा के छ भने मैले त्यही विद्यालय व्यवस्थापन समितिका मेरो आदरणीय अध्यक्ष वीरेन्द्र सङ्घाईजीले म आउँदा उहाँसँग पटक पटक भेट गर्दाखेरि, उहाँलाई रिक्वेस्ट गर्दाखेरि उहाँले मलाई लाग्छ झन्डै 20 लाख भन्दा बढी उ गरेर अहिले देखिएको त्यो भौतिक जतिको व्यवस्थापन अभिभावकत्व उहाँले ग्रहण गर्नुभएको छ। उहाँ व्यवस्थापन समितिको अध्यक्षले आफै थोरै पैसा लगानी गरिरहनु भएको छ। ठिक छ, जे होस्, उहाँले पनि सधैँ एउटा भर्ना अभियान के छ सर? भर्ना अभियान बढेको छ यहाँ आएपछि? निश्चित रूपले अलिकता हामीले त्यसमा के गरिरहेको छ भने अलिकता चाहिँ हाम्रो भर्ना अभियान र आन्दोलन, शिक्षक आन्दोलन सरहरूको सँगै चलिरहेको थियो। नेपाल सरकारको भर्ना अभियान र यहाँहरूको आन्दोलन सँगै थियो। त्यसबाट प्रभावित भएको छ कि छैन? त्यसबाट चाहिँ निश्चित रूपले प्रभावित भयो, किनभने चाहिँ जुन एउटा एडमिसनको टाइम थियो, अब यो स्कुलहरू कहिले खुल्लान् नखुल्लान्, सामुदायिक विद्यालयहरू, त्यो बेलामा धेरै विद्यार्थीहरू चाहिँ अर्को माने बोर्डिङतिर, हाम्रो कहाँ त खास आउने चाहिँ बोर्डिङकै विद्यार्थीहरू हुन् प्राइभेटबाट। उता चाहिँ उनीहरू पढिसके, किताबहरू किनिसके हैन, अगाडि कोर्स पढिसकेका थियो उनीहरूको। त्यसले गर्दा केही फरक पर्यो। अर्को कुरा के छ भने हामीले पनि अहिले मेरो खास गरी सिद्धार्थ स्कुलमा अहिले भर्ना प्रक्रियाले अलिकता हामीले त्यसमा फिल्टर गर्दाखेरि भन्दाखेरि इन्ट्रान्समा एकदमै नसक्नेलाई, किन टोटल किताबहरू अङ्ग्रेजीमा पढाउनु परेको छ हैन, अङ्ग्रेजी वाचन गर्नै आउँदैन, त्यस्तालाई अलिकति रोकियो हैन, त्यसलाई व्यवस्थित गरिएको छ। तर पनि एडमिसन सन्तोषजनकै छ र यति बढी विद्यार्थी पनि भर्ना नगरिदिउँ कि हामीसँग भएको शिक्षक र अन्य म्यान पावर छ त्यसले धान्न नसकोस्, त्यो किसिमको भर्ना पनि नलिऊ भन्ने सोचका साथ काम गऱ्यौँ। तर पनि राम्रै छ अवस्था। रिजल्ट के छ? राम्रो आउँछ सर? अब अपकमिङ रिजल्टहरू राम्रो आउँछन्? अब हेर्नु, यो शिक्षा भनेको रातारात चेन्ज हुने कुरा पनि होइन। 1 वर्षमा 6 महिनामा एउटा चाहिँ वातावरण बदली जाने कुरा पनि होइन। तर चाहिँ सुधारोन्मुख छ, सुधार हुन्छ।
हस् विनोद सर, व्यस्त यहाँ हुनुहुन्छ, यहाँको पटक पटक रिङ टोनहरू बजिरहेको छ, व्यस्तको बावजुद पनि हामीलाई समय उपलब्ध गराइदिनु भयो र यो तमाम विषयवस्तुहरूमा आफ्ना विचारहरू भनाइहरू साझा गरिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै केही विद्यार्थी भाइ बहिनी, अभिभावक, नेतृत्व केही यस्तो छुटेको कुरा छ जुन भन्न चाहनुहुन्छ? यो भर्ना अभियानकै सिलसिलामा जुन लामो समय आन्दोलन हुनुभयो, त्यो जुन कोर्सहरू जुन पढाउन छुटेका छन् या किताबै अब पुरा हुन्छ कि हुँदैन, त्यो कुरोहरू आइरहेको छ, यसलाई कसरी भरपाई गर्नुहुन्छ यहाँहरू? यसलाई मलाई लाग्छ धेरै कुराहरू आइसके। म त त्यही भन्छु, खासै गरी यो आन्दोलनले गर्दा पठन पाठनमा खासै मार्का परेन, किनभने जुन बेला चाहिँ आन्दोलन चलिरहेको थियो त्यो बेला भर्ना अभियानको किताब वितरणको समय थियो है, त्यो अवधि, त्यो कारणले पठन पाठनको खास समय थिएन। पठन पाठन पुरा होला, तथापि त्यस्ता चाहिँ नपुग्ने समय भएपछि हामीले बनाइरहेछौँ त्यो हाम्रो चाहिँ वर्ष विधाहरू छन्, त्यसमा कहाँ कुन हदसम्म हाम्रो महानगरपालिकाको पनि कस्तो किसिमको चाहिँ धारणा आउँछ, त्यहाँबाट आउँछ, हाम्रा चाहिँ शिक्षक संस्थाहरू महासङ्घहरू छन्, त्यो सबैको सल्लाहबाट त्यो पनि गर्ने अवस्था चाहिँ बन्न सक्छ, बनाउला। एक कुरा यो हो। भर्नाको बारेमा जे होस्, अब धेरै अगाडि समय गइसक्यो हैन। म त एउटा कुरा त्यही भन्छु, अभिभावकहरू पनि विद्यालय हाम्रो सामुदायिक, म सधैँ भन्छु सरकारी विद्यालय नठान्नुहोस्, यो सामुदायिक विद्यालय हो। समुदायको लगानीमा, समुदायको रेखदेखमा, समुदायको सहयोगमा सञ्चालन हुने विद्यालय भएकोले समुदायको भरपूर सहयोग आउनु पर्यो र त्यो समुदायलाई सकारात्मक रूपले विद्यालयप्रति समर्पित गराउनको लागि, विद्यालयप्रति जोड्नको लागि हाम्रा जनप्रतिनिधिहरूबाट सकारात्मक सन्देश प्रभाव हुनु पर्यो, प्रयास भइदिनु पर्यो भन्ने अपेक्षा राख्छु। सामुदायिक विद्यालयलाई सिर्फ अभिभावकहरूको एउटा राम्रो माया पाइहाल्यो भने त्यो के अरे तपाईँको निजी विद्यालयले उछिन्न समय लाग्दैन भन्ने मेरो विश्वास हो। यति भन्दै यहाँले मलाई यहाँ समय दिनुभयो, मलाई यहाँ बोलाएर मेरो कुरा राख्ने अवसर दिनुभयो, यसको लागि यहाँ मनोजजी लगायत यहाँको सीमाञ्चल रेडियो परिवारलाई र हाम्रो कुरा यति सुनिदिने सम्पूर्ण श्रोतागणलाई धन्यवाद दिन्छु र नमस्कार गर्छु। धन्यवाद सबैलाई। हस् सरलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद यतिखेरसम्म हामीलाई सुनेर सहयोग र साथ दिनुभएको तमाम दर्शक र श्रोताहरूलाई। नेपाल पोस्ट टिभीमा पनि यो आएर यो छलफल भिडियो हेर्न सक्नुहुन्छ। त्यसै गरी रेडियो सीमाञ्चलको फेसबुक पेज, त्यसै गरी नेपाल पोस्ट डेलीको फेसबुक पेजमा पनि यसलाई तपाईँ हेर्न र सुन्न सक्नुहुन्छ र रेडियो सीमाञ्चलमा पनि यो छलफल तपाईँ सुन्न सक्नुहुन्छ भन्दै यो छलफल उत्पादन गर्नेमा सहयोग गर्ने हाम्रा प्राविधिकका मित्रज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै म मनोज पटेल, विनोद मेहताको साथमा ओझेल पर्न चाहन्छु। हवस् त, नमस्कार।